नमस्कार, म तुलाराम डाङ्गी छेत्री। आज दुःखका साथ भन्नुपर्दा एकजना फ्रड मान्छेको चङ्गुलमा म नराम्रो तरिकाले फसेँ। म त फसेँ, तपाईँहरू पनि नफस्नुहोस् भन्नको निमित्त एउटा सानो भिडियो क्लिप बनाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हालसालै एकदमै भाइरल चर्चित गायक विनोद महतारा भाइको नामबाट फेसबुक आइडी कसैले खोलेको रहेछ हैन, फ्याक आइडी खोलेको रहेछ। मैले केही दिन अगाडि क्यान्सर बिरामी किशनचन्द बचाउ अभियान चलाएको थिएँ र सहयोग अभियान चलिरहेको पनि छ। धेरैजनाले सहयोग गरिराख्नु भएको छ। त्यस लगत्तै मलाई हिजो म्यासेज आउँछ, बिहानै म्यासेज आउँछ। म ड्युटीमा हुन्छु, त्यति बेलै म्यासेज आउँछ, दादा नमस्ते, म भाइरल गायक विनोद महतारा, म तपाईँले चलाएको अभियानमा जोडिन चाहन्छु दाइ। उहाँ क्यान्सर बिरामीलाई म थोरै भए पनि सहयोग गर्छु, क्युआर दिनुहोस् भन्यो। होला त नि भने। अब म त लाटेलाट बाटेबाट, अब त्यस्तोमा म कहिले पनि नफसेको, न कहिले यत्रो अभियान चलाएँ, मलाई यस्तो फ्रड कहिले पनि परेको थिएन। आज पहिलोचोटि पर्यो। म आफैलाई अर्कै लागिरहेछ, एकदम गिल्टी फिल भइरहेछ। त्यसपछि मैले क्युआर हालिदिएँ। क्युआर हाले लगत्तै उसले मलाई केही समयपछि 5005 रुपियाँ सहयोग गरेको स्क्रिनसट पठाउँछ। म ड्युटीमा व्यस्त थिएँ तैपनि सबैसँग कन्भर्सेसन गरिरहेको थिएँ। सहयोग गर्ने सहयोगी दाताहरूसँग कन्भर्सेसन गरिरहेको थिएँ। सबैसँग कुराकानी गर्दै यता आफ्नो ड्युटीको काम पनि गरिरहेको थिएँ। तपाईँलाई थाहै छ, परदेशको ठाउँ होइन। म सबै डिटेलली नहेरेर मैले उसले पठाएको स्क्रिनसटलाई जो क्यान्सर बिरामी हुनुहुन्छ उहाँ किशन दाईको श्रीमतीको अकाउन्टमा जम्मा गर्ने सबै सहयोगी दाताहरूले उहाँको अकाउन्टमा जम्मा गर्नु भएको छ। मैले उहाँ पूर्ण देवी चन्द उहाँ दिदीलाई म्यासेज गरेँ, स्क्रिनसट पठाएँ, दिदी यो पैसा आयो कि आएन भनेर। उहाँले भन्नुभयो म हस्पिटलमा छु भाइ, ब्याङ्क अकाउन्ट ओपन गर्न पाएको छैन। म्यासेज चाहिँ आएको छ, 5000 पठाएको म्यासेज चाहिँ आएको छ नम्बरमा, तर ब्याङ्क खाता ओपन गर्न पाएको छैन। दाइलाई ज्यादा च्यापेको छ, म पछि हस्पिटलबाट अलिकति बाहिर निस्क्यो भने म हेर्छु अनि भन्छु भाइ भन्नुभयो। पछि उहाँ दिदीले मलाई केही जानकारी दिनु भएन, पैसा गइपुगेछ भने। मैले त्यो विनोद भाइको फोटो मागेर उसले फोटो दियो, फोटोसहित मैले पोस्ट गरिदिएँ होइन, सहयोग गर्यो भनेर। मैले पोस्ट गरेर लगत्तै उसले मलाई म्यासेज गर्छ, दादा म तपाईँसँग सानो सहयोग माग्छु, नाइ नभन्नुहोस् ल यसको सट्टामा भन्यो। मैले भने ठिक छ, अब मबाट हुने सहयोग अब सकेसम्म गरौँला, अब नसके त के गर्नु भने। उसले चाहिँ के भन्छ भने मलाई त होइन दाइ, तर एकजना म काठमाडौँ हुँदाखेरि क्यान्सर ब्लड क्यान्सर भएको सानी नानी छिन्, उसलाई चाहिँ सहयोग गरिदिनुहोस् तपाईँले पनि, थोरै भए पनि। मैले पनि यता अभियान चलाएको छु, थोरै भए पनि सहयोग गरिदिनु 200-400 भनेपछि ठिकै छ। अब मेरो मनमा लाग्यो उसले चाहिँ 5000 मैले चलाएको अभियानमा 5000 गरिदिएको छ भनेपछि म किन कम गर्ने। मैले पनि 6100 रुपियाँ चाहिँ लाटैबाट पनि 6100 रुपियाँ उसलाई चाहिँ हालिदिइसकेँ। ब्याङ्क खाता दिएन उसले चाहिँ मलाई क्युआर दियो ई सेवाको। तपाईँहरू मलाई जानकारी गराइदिनु होला, कसैले जानकार छ भनेपछि ई सेवा कसको नाममा छ त्यो कसरी पत्ता लगाइन्छ। ई सेवा मैले 6100 हालिदिइसकेपछि उसले चाहिँ मलाई लगातार पछि म्यासेज गर्न थाल्यो। म्यासेज गरेको होइन, म काममा बिजी थिएँ। अनि उसले केही समयपछि भन्छ दादा म तपाईँलाई सहयोग गर्ने जति पनि सहयोगी मनहरू हुनुहुन्छ, सहयोग गरेका साथीहरू हुनुहुन्छ, उहाँलाई पनि म यो नानुको लागि सहयोग गरिदिनुहोस् भनेर अपिल गर्छु नि दाइ है, म्यासेज गर्छु नि भन्यो। मैले सोचेँ लाट अब ठिकै छ, अब कसैले अब गरिहाल्नुहुन्छ भनेपछि, कसैको ज्यान बाँच्छ भनेपछि अब हुन्छ, जबरजस्ती नगर्नुहोस्, अब मलाई पनि गर्नुभएको छ, सबैसँग पैसा हुँदैन भनेको। उसले चाहिँ सबैलाई म्यासेज गरेर लगातार म्यासेज गरेर ल छिटो पैसा हाल भनेर धेरैजनालाई म्यासेज गरिसकेको छ। जतिले मलाई मैले चलाएको यो अभियानमा सहयोग गर्नुभएको छ सबैलाई म्यासेज गरेर एकदम तरातर म्यासेज गरेपछि मलाई केही साथीहरूले म्यासेज गर्नुभयो। अनि पछि मैले डाउट लाग्न थाल्यो। अनि त्योसँग मैले कुरा गरिरहेको देखेर मेरो फेसबुक पेजको ह्यान्डल गीताञ्जली गिरीसँग पनि छ। गीताञ्जली गिरीले चाहिँ दादा यो चाहिँ फ्रड हो, यसको भरोसामा नपर्नुहोस् भनिन्। उनलाई थाहा थिएन मैले 6100 हालिदिइसकेको छु भनेर। पछि मैले उसलाई राम्रो तरिकाले फोन गर भने फोन गर्यो।
फोन गर्ने बित्तिकै आवाज पनि अलि अर्कै लाग्यो। अनि मैले उसलाई हप्काएँ, त अब फसिस भाइ, तँलाई चाहिँ मैले अब जेलमा कोद्छु भनेको, फोन काटिदियो। अब यो कुराहरू धेरै छन्, म अर्को भागमा भन्नुला। ल भिडियो चाहिँ लामो भयो, सजग रहनुहोला सबैजना है, धन्यवाद।